म्यानेजमेन्ट भन्ने च्याप्टर छ, त्यसलाई चाहिँ सुरु गर्दैछौँ। यसमा 4वटा मात्र चाहिँ टपिक्सहरू छन्। यसलाई चाहिँ हामीले 2वटा क्लासमा चाहिँ सकाउँछौँ। अहिले बिहान एक पिरियड अहिले पढ्छौँ, त्यस पछाडि मिल्यो भने साँझ एक पिरियड हेरौँला। साँझ भएन भने भोलि बिहानको एक पिरियड हेरिसके पछाडि हामीले चाहिँ सकाइहाल्छौँ। यति गरिसके पछाडि तपाईँहरूको अलमोस्ट चाहिँ कोर्स चाहिँ सकिन्छ। तपाईँले चाहिँ सेल्फ प्रिपरेसन गर्ने कुराहरू चाहिँ गरि नै रहनु भएको छ हैन। परीक्षा नजिकै छ, राम्रोसित चाहिँ तयारी गर्नु होला। यो चाहिँ अब लेबर रिलेसनको यो चाहिँ श्रम सम्बन्धको कुराहरू त्यति साह्रै गाह्रो कुराहरू चाहिँ यसमा केही पनि छैन साथीहरू। यो बुझ्नलाई एकदम सजिलो छ। तर एउटा क्वेसन चाहिँ यसबाट चाहिँ लगभग आइरहेको छ यो च्याप्टरबाट। तपाईले चाहिँ यसलाई चाहिँ ख्याल गर्नु होला हैन। श्रम सम्बन्ध, ट्रेड युनियन म्यानेजमेन्ट हैन, यो चाहिँ कुराबाट केही न केही क्वेसन 5 मार्क्सको क्वेसन नभए 10 मार्क्सकै क्वेसन पनि आइदिन सक्छ हैन। त्यसकारणले गर्दाखेरि चाहिँ तपाईहरुले यसलाई चाहिँ अलि राम्ररीसित चाहिँ अध्ययन गर्नु होला। तपाईहरुसित पनि अरु सन्दर्भ सामग्रीहरू छन् हैन, ती सन्दर्भ सामग्री प्लस यो नोटलाई चाहिँ बेस मानेर तपाईहरुले चाहिँ पढ्नु होला। यसमा विशेष गरी चाहिँ ट्रेड युनियन र विद्युत प्राधिकरणलाई जोडेर पनि क्वेसन आइदिन सक्छ हैन। नेपाल विद्युत प्राधिकरणमा ट्रेड युनियनको चाहिँ प्र्याक्टिस के छ हैन, तिनीहरुले चाहिँ के कसरी काम गरिरहेका छन् हैन, के चाहिँ समस्या छन् हैन भन्ने वेबाट चाहिँ विद्युत प्राधिकरणलाई जोडेर चाहिँ क्वेसन चाहिँ आउन सक्छ। विद्युत प्राधिकरणमा ट्रेड युनियनको कुरा चाहिँ गर्दाखेरि साथीहरु 4वटा ट्रेड युनियनहरु चाहिँ अहिले क्रियाशील ट्रेड युनियन चाहिँ 4वटा चाहिँ ट्रेड युनियन छन् हैन। एउटा चाहिँ नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ भन्ने चाहिँ छ हैन। तपाईले नामै चाहिँ अब परीक्षामा लेखिरहनु पर्दैन, तर यस्तै 4वटा चाहिँ क्रियाशील ट्रेड युनियन चाहिँ छन् भनेर चाहिँ लेख्दाखेरि चाहिँ पुगिहाल्छ। समय भयो भने चाहिँ नामै खुलाइदिँदाखेरि पनि यो क्वेसन आयो भने नामै खुलाइदिँदाखेरि पनि हुन्छ। तपाईसित समयको एभाइलेबिलिटी कति छ भन्ने कुरा। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ भन्ने चाहिँ छ एउटा। अर्को चाहिँ नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन भन्ने चाहिँ छ अर्को। अर्को नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन भन्ने चाहिँ छ। नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन भन्ने चाहिँ छ। अर्को चाहिँ नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद भन्ने चाहिँ छ। 4वटा चाहिँ क्रियाशील ट्रेड युनियनहरु विद्युत प्राधिकरणमा अहिले छन्। म फेरि नाम भन्छु, तपाईहरुले टिप्न सक्नुहुन्छ। एउटा चाहिँ नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ हैन, अर्को नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन, अर्को नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, अर्को चाहिँ के छ त भन्दा नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद भन्ने चाहिँ छ। यदि 4वटा चाहिँ क्रियाशील ट्रेड युनियनहरु चाहिँ विद्युत प्राधिकरणमा कार्यरत छन् र यी चाहिँ अब 4वटा ट्रेड युनियनहरु चाहिँ दलीय आस्थामा आधारित ट्रेड युनियनहरु हुन्। जसरी चाहिँ उता सिभिल सर्भिसमा पनि दलीय आस्थामा आधारित चाहिँ ट्रेड युनियनहरु क्रियाशील छन्, त्यसैगरी चाहिँ विद्युत प्राधिकरणमा पनि दलीय आस्थामा आधारित चाहिँ ट्रेड युनियनहरु चाहिँ क्रियाशील रहेका चाहिँ छन्। यति चाहिँ तपाईहरुले ट्रेड युनियनको सन्दर्भमा चाहिँ यति चाहिँ बुझ्नु पर्यो। त्यसका अतिरिक्त अरु कुरा चाहिँ के समस्या छन्, के काम गरेका छन् हैन, त्यो कुरा चाहिँ अब हामीले तल चाहिँ डिस्कस गरि नै हाल्छौं। त्यसैगरी यो च्याप्टरलाई तपाईहरुले राम्रोसित बुझ्नका लागि कम्तीमा पनि ट्रेड युनियन ऐन 2049 चाहिँ पढ्नु होला राम्रोसित हैन। ट्रेड युनियन ऐन 2049 पढ्दाखेरि चाहिँ त्यहाँ चाहिँ नेपालमा कति किसिमका चाहिँ ट्रेड युनियनहरु चाहिँ छन् हैन। त्यहाँ प्रतिष्ठान स्तरको ट्रेड युनियन, राष्ट्रिय महासंघहरु के भनेर चाहिँ भनेको छ, त्यो चाहिँ एउटा हेर्नु होला। त्यसैले अर्को कुरा चाहिँ त्यहाँ ट्रेड युनियनका चाहिँ उद्देश्य, काम, कर्तव्य र अधिकार भनेर चाहिँ भनेको छ। तपाईले चाहिँ परीक्षामा यो विद्युत ट्रेड युनियनका उद्देश्य हैन, किन ट्रेड युनियन स्थापना गरिन्छ भनेर चाहिँ सोध्यो भने त्यसलाई चाहिँ टेकेर चाहिँ लेख्नुपर्छ है। मैले यसमा यो नोटमा चाहिँ त राखिदिएको छैन, त्यो मैले यतिकै चाहिँ उद्देश्यहरु चाहिँ मैले राखेको छु यसमा हैन फ्ल्याटमा। तर चाहिँ तपाईले चाहिँ त्यसलाई पनि टेकेर लेख्नु होला। नेपाल यो चाहिँ ट्रेड युनियन ऐन 2049 को दफा 80 मा ट्रेड युनियनका उद्देश्यहरु व्याय बमोजिम चाहिँ उल्लेख गरेको छ भनेर चाहिँ त्यसलाई छोइदिनु भने तपाईको लेखाइ चाहिँ एक्सलेन्ट हुन्छ। त्यसकारणले गर्दा ट्रेड युनियन ऐन 2049 डाउनलोड गरेर चाहिँ पढ्नु होला। अर्को कुरा चाहिँ यससित सम्बन्धित अर्को सन्दर्भ सामग्री भनेको चाहिँ श्रम ऐन 2074 हैन। श्रम ऐन 2074 मा पनि यो ट्रेड युनियनसित सम्बन्धित कुराहरू, त्यसैगरी चाहिँ कलेक्टिभ बार्गेनिङसित सम्बन्धित कुराहरू चाहिँ छन् हैन। कलेक्टिभ बार्गेनिङसित सम्बन्धित कुराहरू चाहिँ छन्, ती कुराहरूलाई पनि तपाईहरुले राम्रोसित चाहिँ हेर्नु होला हैन। सामूहिक सौदाबाजी भनेर भन्छ कि कलेक्टिभ बार्गेनिङ, त्यो अंग्रेजीमा कलेक्टिभ बार्गेनिङ सामूहिक सौदाबाजी भन्छ। यो सामूहिक सौदाबाजी भनेको चाहिँ के भन्दा वार्ता गर्ने हो कि सिम्पल तपाईले त्यो बुझ्यो भने भइहाल्छ। के किन हो जस्तो चाहिँ तपाईलाई लाग्छ हैन, त्यो केही पनि हैन।
सामूहिक सौदाबाजी भनेको चाहिँ तपाईँले बुझ्ने भाषामा भनेको चाहिँ वार्ता छलफलद्वारा समस्याको समाधान गर्ने हो भन्न खोजेको। तपाईँले चाहिँ नयाँ टर्मिनोलोजीको रूपमा चाहिँ लाग्न सक्छ, त्यति चाहिँ तपाईँले बुझ्यो भने चाहिँ कुराकानी चाहिँ बुझिहालिन्छ, त्यसमा लेख्न नसक्ने भन्ने हुँदैन। त्यो चाहिँ सामूहिक सौदाबाजीको बारेमा पनि हामीले चाहिँ यसमा छलफल गर्छौँ। अब चाहिँ यसमा फर्स्ट च्याप्टरमा चाहिँ हिस्टोरी अफ लेबर मुभमेन्ट एन्ड लेबर इन्डस्ट्रियल रिलेसनसिप भन्ने चाहिँ छ होइन। यो चाहिँ अब विश्वमा चाहिँ श्रमिक आन्दोलन चाहिँ कहिले कहाँबाट सुरु भयो र नेपालको श्रमिक आन्दोलन, यति दुईटा कुरालाई चाहिँ हामीले चाहिँ जोड्छौँ होइन। अब चाहिँ श्रमिक आन्दोलनको चाहिँ कुरा गर्दाखेरि हामीले चाहिँ अब अलि धेरै अगाडि चाहिँ पुग्छौँ। हामी चाहिँ कहाँ पुग्छौँ त भन्दाखेरि चाहिँ औद्योगिक क्रान्तिसम्म चाहिँ पुग्छौँ होइन। जब चाहिँ 18औं शताब्दीमा तपाईँले चाहिँ जुन औद्योगिक क्रान्ति भनेर चाहिँ उसमा जिकेमा पनि पढ्नुभयो होला होइन, लगभग चाहिँ 1746 देखि 1840को उसम्म लगभग त्यही इरामा अर्थात् 18औं शताब्दीमा चाहिँ यो औद्योगिक क्रान्ति चाहिँ बेलायतबाट चाहिँ सुरु भएको थियो। त्यो औद्योगिक क्रान्तिको समयमा चाहिँ अब विभिन्न किसिमका चाहिँ उद्योग धन्दा कल कारखानाहरू चाहिँ तीव्र गतिमा चाहिँ खुले होइन। तीव्र गतिमा खुल्दा साथमा चाहिँ त्यहाँ चाहिँ लेबरहरूको चाहिँ उपस्थिति पनि रह्यो त्यो उद्योग धन्दा कल कारखाना चलाउनका लागि होइन। उद्योग धन्दा कल कारखाना चलाउनका लागि चाहिँ लेबरहरूको उपस्थिति रह्यो होइन। व्यवस्थापनले चाहिँ त्यहाँ काम गर्ने जुन श्रमिकहरू हुन्, जुन चाहिँ काम गर्ने मान्छेहरू हुन्, उनीहरूबीच गरेको चाहिँ उनीहरूलाई गरेको विभेद, शोषण, अन्याय, अत्याचारको विरुद्धमा चाहिँ यो चाहिँ श्रमिकहरू चाहिँ एक आपसमा चाहिँ संगठित हुन थाले होइन। उनीहरू चाहिँ के गर्न थाले त भन्दा त्यो चाहिँ खासमा चाहिँ के हो त भन्दा यो व्यवस्थापन पक्षद्वारा श्रमिकहरू माथि चाहिँ जुन गरिने चाहिँ विभेद हो होइन, जुन किसिमको चाहिँ एक किसिमको शोषण हो, जुन किसिमको अत्याचार हो, त्यसका विरुद्ध चाहिँ यो श्रमिकहरू चाहिँ के भयो त भन्दाखेरि चाहिँ संगठित भए होइन, गोलबन्द भएर त्यस पछाडि त्यहाँबाट चाहिँ श्रमिक आन्दोलनको चाहिँ सुरुवात भएको चाहिँ मानिन्छ साथीहरू। त्यो चाहिँ श्रमिक आन्दोलनको चाहिँ सुरुवात व्यवस्थित तवरले चाहिँ यो औद्योगिक क्रान्तिको चाहिँ समयदेखि नै सुरुवात भयो अर्थात् 18औं शताब्दीदेखि चाहिँ सुरुवात भएको चाहिँ मानिन्छ होइन। अब त्यस पछाडि त्यही दौरानमा चाहिँ कार्ल मार्क्सको चाहिँ जुन कृतिहरू चाहिँ आए, हामी संसारका मजदुरहरू एक हौं भन्ने जुन कार्ल मार्क्सको चाहिँ भनाइ 18औं शताब्दीमै होइन, द कम्युनिस्ट मेनिफेस्टो भन्ने चाहिँ जुन आयो होइन, त्यसले पनि चाहिँ के भयो त भन्दा कार्ल मार्क्सले के आह्वान गरे त भन्दा यो पुँजीपति वर्ग विरुद्ध चाहिँ श्रमिकहरू चाहिँ एकबद्ध भएर अथवा गोलबन्द भएर चाहिँ लड्नुपर्ने भनेर चाहिँ आह्वान गरे होइन। त्यसले पनि के गरे त भन्दा यो चाहिँ श्रमिक आन्दोलनलाई अगाडि बढाउनका लागि चाहिँ मजदुर गरेको चाहिँ देखिन्छ। यो चाहिँ श्रमिक आन्दोलन अर्थात् श्रम आन्दोलनको पृष्ठभूमि भनेकै चाहिँ के हो त भन्दा समाजवादी विचारधारा हो साथीहरू। यो चाहिँ सोशलिस्ट चाहिँ फिलोसफीको नजिक रहेर चाहिँ यो चाहिँ यो श्रमिक आन्दोलन चाहिँ विश्वमा चाहिँ विकास भएको देखिन्छ होइन। सोशलिस्ट एप्रोचमा होइन, समाजवादी विचारधाराको नजिक चाहिँ यो चाहिँ यो श्रमिक आन्दोलन यसलाई चाहिँ तपाईँले जोड्नुपर्छ होइन। विश्वभर श्रमिक आन्दोलन समाजवादी विचारधाराको नजिकबाट चाहिँ सुरुवात भएको पाइन्छ अथवा यो चाहिँ श्रमिक आन्दोलनको चाहिँ श्रमिक आन्दोलनलाई अगाडि बढाउनका लागि समाजवादी विचारधारा अर्थात् सोशलिस्ट चाहिँ फिलोसफीले चाहिँ मलजल गरेको चाहिँ देखिन्छ होइन। जस्तो चाहिँ कार्ल मार्क्सको चाहिँ कृतिहरू होइन, जो कम्युनिस्ट मेनिफेस्टो, हामी संसारका मजदुरहरू एक हौं भन्ने जुन आह्वान होइन, यी कुराहरूले चाहिँ गर्दाखेरि चाहिँ के भन्दा यो चाहिँ कम्युनिस्ट विचारधारा भनेर चाहिँ ठ्याक्कै नलेख्ने, तर चाहिँ के लेख्ने भन्दा समाजवादी विचारधारा सोशलिस्ट एप्रोचको चाहिँ नजिकबाट चाहिँ यो चाहिँ विश्वभरमा चाहिँ यो श्रमिक आन्दोलन चाहिँ उठेको देखिन्छ होइन। त्यसै गरी चाहिँ अब अहिले पनि विश्वभर नै यो चाहिँ श्रमिक आन्दोलन चाहिँ जोडतोडका साथ चाहिँ चलि नै रहेको छ। त्यसै गरी अब यो श्रमिक आन्दोलनलाई अझ बढी चाहिँ गर्ने क्रममा चाहिँ जुन इन्टरनेसनल लेबर अर्गनाइजेसन होइन, विश्व चाहिँ श्रम संगठनको स्थापना चाहिँ लगभग सन् 1919 जस्तो जहिले लाग्छ, तपाईँले ख्याल गर्नलाई मिति होइन। त्यसमा चाहिँ जुन स्थापना भयो होइन, यो चाहिँ अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको स्थापना, त्यो अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको स्थापनाले पनि विश्वभर श्रमिक आन्दोलनलाई अगाडि बढाउनका लागि चाहिँ यसले चाहिँ महत्वपूर्ण योगदान गरेको छ होइन। त्यसै गरी चाहिँ अब अमेरिकामा चाहिँ सन् 1886 को उसमा चाहिँ त्यो चाहिँ 1886 मा चाहिँ अमेरिकाको सिकागो शहरमा चाहिँ मजदुरहरूको चाहिँ ठुलो आन्दोलन भयो होइन। 8 घण्टा काम, 8 घण्टा आराम, 8 घण्टा मनोरञ्जन गर्ने जुन नाराका साथ चाहिँ 1886 मा चाहिँ अमेरिकाको सिकागो शहरमा ठुलो चाहिँ आन्दोलन भयो साथीहरू। त्यसले पनि यो चाहिँ विश्वभर चाहिँ यो चाहिँ कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका लागि चाहिँ
यो मद्दत गरेको छ र मे 1 का दिन चाहिँ हामीले चाहिँ अन्तर्राष्ट्रिय श्रमिक दिवस चाहिँ मनाउँछौँ हैन। अमेरिका र युरोपको कुरा पनि गरेको छौँ 1980 को दशकमा चाहिँ भयो हैन। आजकल श्रमिक आन्दोलनले चाहिँ डिजिटल श्रमिकहरूको अधिकार, महिला श्रमिकहरूको समानता र कार्यस्थलमा लैङ्गिक भेदभावको विरोध जस्ता मुद्दाहरूमा ध्यान केन्द्रित गरेको छ। अहिलेका चाहिँ यो अहिलेको जुन कन्टेम्पोरेरी चाहिँ लेबर चाहिँ मुभमेन्ट हो त्यसले चाहिँ बढी फोकस गरेको चाहिँ के हो भन्दा डिजिटल श्रमिकहरूको अधिकार हैन। जस्तो चाहिँ अब हामी त फिजिकली अफिसमा जान्छौँ, अब चाहिँ डिजिटली चाहिँ काम गरेका, वर्क फ्रम होममा चाहिँ काम गरेका चाहिँ कामदारहरूको चाहिँ यो चाहिँ श्रम सम्बन्धी समस्याहरू कसरी समाधान गर्ने हैन। महिला श्रमिकहरूको चाहिँ समानता हैन, समान पारिश्रमिकको कुरा हैन, कार्यस्थलमा चाहिँ लैङ्गिक भेदभावको कुरा लगायतका कुराहरूमा चाहिँ अहिलेको चाहिँ श्रमिक आन्दोलन चाहिँ कन्टेम्पोरेरी चाहिँ यो चाहिँ लेबर मुभमेन्ट चाहिँ यसमा चाहिँ केन्द्रित छ हैन। तपाईलाई चाहिँ सोध्न सक्छ हैन, अहिलेको चाहिँ श्रमिक आन्दोलन केमा चाहिँ केन्द्रित छ? कन्टेम्पोरेरी अहिलेको चाहिँ समसामयिक के मुद्दामा चाहिँ बढी केन्द्रित छ भन्यो भने यी कुराहरू डिजिटल श्रमिकहरूको अधिकार, महिला श्रमिकको समानता, कार्यस्थलमा चाहिँ लैङ्गिक भेदभाव हैन। अब तलब सेवा सुविधा त त्यो ट्रेडिसनल कुरा भयो, अहिले पनि त्यो कुरामा चाहिँ छँदैछ हैन। हक अधिकार हैन, यो चाहिँ तलब सेवा सुविधा, सेवाका शर्त, कामको चाहिँ सुरक्षाहरू हैन, यो चाहिँ कामदारहरूको चाहिँ सामाजिक सुरक्षा, सोसल सेक्युरिटीको कुराहरूका कुराहरूमा चाहिँ यो चाहिँ विश्वको चाहिँ श्रम आन्दोलन चाहिँ केन्द्रित छ भन्ने हिसाबमा चाहिँ तपाईँले चाहिँ यो विश्व श्रमिक आन्दोलनमा चाहिँ 3-4 पोइन्टहरू ख्याल गर्यो भने भइहाल्छ। एउटा नम्बर फर्स्ट पोइन्ट, यो चाहिँ विश्वमा चाहिँ श्रमिक आन्दोलन चाहिँ 18औं शताब्दीबाट चाहिँ सुरुवात भयो औद्योगिक क्रान्तिको सँगसँगै हैन। नम्बर फर्स्ट पोइन्ट। त्यस पछाडि चाहिँ अब कार्ल मार्क्स लगायतका चाहिँ कृतिहरूमा चाहिँ उनको चाहिँ यसमा चाहिँ विश्वका मजदुरहरू एक हौं भन्ने जुन आह्वान छ त्यसले पनि चाहिँ यो चाहिँ श्रमिक आन्दोलनमा चाहिँ मलजल गरेको देखिन्छ हैन। यो चाहिँ श्रमिक आन्दोलन भनेको चाहिँ समाजवादी विचारधारा नजिकबाट चाहिँ विकास भएको चाहिँ अवधारणा हो भनेर चाहिँ हामीले चाहिँ लेख्नु पर्यो। त्यसैगरी चाहिँ अर्को चाहिँ अब अमेरिकामा चाहिँ सन् 1886 मा 86 मे 1 मा चाहिँ 8 घण्टा काम 8 घण्टा आराम र 8 घण्टा चाहिँ उसको चाहिँ माग राखेर चाहिँ श्रमिकहरूको आन्दोलन भयो। यसले पनि चाहिँ विश्वको श्रम आन्दोलनलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ मद्दत गरेको छ हैन। अर्को कुरा चाहिँ इन्टरनेसनल लेबर अर्गनाइजेसन, अन्तर्राष्ट्रिय श्रम संगठनको चाहिँ स्थापना भयो। यसले पनि चाहिँ यो चाहिँ विश्वव्यापी रूपमा श्रम आन्दोलनलाई चाहिँ अगाडि बढाउन चाहिँ मद्दत गरेको छ भनेर यो चाहिँ ग्लोबल प्र्याक्टिसको कुराहरू तपाईँले चाहिँ 3-4 पोइन्टहरू चाहिँ याद गर्यो भने हुन्छ। त्यसैले नेपालमा चाहिँ कहिलेदेखि सुरुवात भयो हैन। अब नेपालमा पनि अब इन्डस्ट्रीहरू चाहिँ खुलेको चाहिँ धेरै भएको छैन हैन। अब विराटनगर जुट मिल चाहिँ सन् 1993 मा चाहिँ खुल्यो हैन। त्यो विराटनगर जुट मिलमा चाहिँ विक्रम सम्वत 2003 सालमा चाहिँ पहिलो पटक चाहिँ यो चाहिँ मजदुर आन्दोलन चाहिँ सुरुवात भएको देखिन्छ साथीहरू हैन। त्यहाँ चाहिँ मजदुरहरूले चाहिँ विराटनगर जुट मिलमा चाहिँ 2003 सालमा चाहिँ आन्दोलन गरे। त्यहीबाट चाहिँ नेपालमा पनि यो चाहिँ श्रम आन्दोलन हैन, अब ट्रेड युनियन जे भने पनि त्यहीबाट चाहिँ सुरुवात भएको चाहिँ देखिन्छ। विक्रम सम्वत 2003 सालमा जुन विराटनगर जुट मिलमा चाहिँ श्रमिक आन्दोलन भयो, जो चाहिँ गिरिजाप्रसाद कोइराला हैन, मनमोहन अधिकारी हैन, यिनीहरूले चाहिँ यो विराटनगर जुट मिलबाट चाहिँ यो चाहिँ आन्दोलन सुरुवात गरेका थिए। अब त्यो आन्दोलन चाहिँ खास चाहिँ व्यवस्थापनको विरुद्ध भन्दा पनि एक किसिमले चाहिँ त्यो राजनीतिक किसिमको चाहिँ थियो हैन। राणा शासन विरुद्धको चाहिँ आन्दोलन चाहिँ थियो तर पनि त्यसलाई चाहिँ अब श्रम आन्दोलनकै रूपमा श्रमिकहरूले गरेको हुनाले चाहिँ त्यसलाई चाहिँ त्यो रूपमा पनि हामीले चाहिँ लिने चाहिँ गर्छौँ हैन। 2003 सालमा चाहिँ हाम्रो चाहिँ सुरुवात भयो भन्ने कुरा चाहिँ भयो। तत्पश्चात नेपालमा विभिन्न कालखण्डमा विभिन्न मजदुर संगठनले विभिन्न प्रकृतिका चाहिँ आन्दोलन गर्दै आएको चाहिँ पाइन्छ हैन। 2007 सालमा चाहिँ न्यून वैतनिक कर्मचारी सङ्घ भनेर चाहिँ सार्वजनिक क्षेत्रमा चाहिँ स्थापना भयो हैन। नेपालको चाहिँ पहिलो चाहिँ तल हामीले डिस्कस गर्छौँ ट्रेड युनियनमा हैन। ट्रेड युनियनमा हामीले चाहिँ डिस्कस गर्छौँ एउटा चाहिँ त्यो चाहिँ के भन्छ ट्रेड युनियन कङ्ग्रेस भनेर चाहिँ सुरुवात भएको देखिन्छ हैन। त्यही बेलामै 2007 सालमा चाहिँ न्यून वैतनिक कर्मचारी सङ्घ भनेर सार्वजनिक क्षेत्रमा सुरुवात भएको छ। त्यो तल आउँछ ट्रेड युनियनमा हामीले पढ्दाखेरि हैन। अब 2000 जे भए पनि मोटामोटी रूपमा चाहिँ नेपालमा चाहिँ विराटनगर जुट मिलमा जुन आन्दोलन भयो श्रमिकहरूको आन्दोलन, गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीले नेतृत्व गर्यो, त्यहीबाट नै नेपालमा चाहिँ श्रमिक आन्दोलन चाहिँ सुरुवात भयो हैन भन्ने। त्यस पछाडि चाहिँ अब हामी चाहिँ त्यस पछाडि पनि विभिन्न किसिमका श्रम संगठनहरू चाहिँ खुल्दै गए र 2047 सालमा जुन नेपालमा राजनीतिक परिवर्तन भयो तत्पश्चात चाहिँ ट्रेड युनियन अधिकारलाई चाहिँ दियो हैन। 2049 सालमा चाहिँ ट्रेड युनियन ऐन आयो। ट्रेड युनियन ऐन आइसके पछाडि चाहिँ देशमा चाहिँ ट्रेड युनियनहरू चाहिँ खोल्न पाउने चाहिँ स्वतन्त्रता चाहिँ दिएको चाहिँ देखिन्छ भनेर चाहिँ हामीले चाहिँ यसको चाहिँ श्रम सम्बन्धको के अरे हामीले चाहिँ यो चाहिँ ट्रेड के भन्छ
श्रम आन्दोलनको इतिहासको बारेमा यति चाहिँ ग्लोबल प्र्याक्टिस र नेपालको प्र्याक्टिसेस होइन यसमा चाहिँ तपाईँले चाहिँ हेऱ्यो भने भइहाल्छ होइन। अब चाहिँ अब नेपालमा चाहिँ कस्ता कस्ता चाहिँ ट्रेड युनियनहरू छन् होइन। प्रतिष्ठान स्तरको चाहिँ ट्रेड युनियन भनेर चाहिँ भन्छ, त्यो चाहिँ तपाईँले त्यो बुझ्नलाई चाहिँ ट्रेड युनियन 2049 पढ्नै पर्छ कि होइन। प्रतिष्ठान स्तरको ट्रेड युनियन भनेर हुन्छ, राष्ट्रिय स्तरका चाहिँ ट्रेड युनियनहरू चाहिँ भनेर भन्छ होइन। नेपाल ट्रेड युनियन काङ्ग्रेस होइन, यो ट्रेड युनियन काङ्ग्रेस भनेर चाहिँ यो चाहिँ नेपाली काङ्ग्रेसमा निकटको होइन। त्यसै गरी चाहिँ जी फन्ड भनेर चाहिँ भन्छ होइन, त्यो चाहिँ नेकपा एमाले नजिकको चाहिँ जी फन्ड होइन। त्यो चाहिँ विभिन्न किसिमका चाहिँ ट्रेड युनियनहरू चाहिँ छन्। तिनवटा राष्ट्रिय स्तरका ट्रेड युनियन। प्रतिष्ठान स्तरका ट्रेड युनियन भनेको चाहिँ अब जस्तो चाहिँ विद्युत प्राधिकरण एउटा चाहिँ प्रतिष्ठान भयो, त्यहाँ चाहिँ ट्रेड युनियनहरू 4वटा छन्, प्रतिष्ठान स्तरका ट्रेड युनियन भयो कि। फेरि चाहिँ अब राष्ट्रिय स्तरका चाहिँ महासङ्घहरू चाहिँ छन्, तिनीहरू चाहिँ राष्ट्रिय स्तरका चाहिँ ट्रेड युनियनहरू हुन्छन्। त्यसको लागि चाहिँ तपाईँले विद्युत के अरे यो ट्रेड युनियन 2049 चाहिँ पढ्नु होला। यति तपाईँले जानिसके पछाडि ग्लोबल्ली चाहिँ 3-4 कुरा, नेपालका 3-4 कुरा गरिसके पछाडि यो चाहिँ श्रम आन्दोलनको चाहिँ इतिहासको बारेमा चाहिँ तपाईँले चाहिँ श्रम आन्दोलन कसरी सुरु भयो, श्रम आन्दोलनको अवधारणा कहाँबाट सुरु भयो, त्यस्तो खाले चाहिँ क्वेसनहरू चाहिँ आयो भने श्रम आन्दोलनको चाहिँ अवधारणा के हो त होइन। त्यसको अवधारणा लिएर 2टा कुरा नसुझाउने। एउटा चाहिँ श्रमिकहरूमाथि भएको आन्दोलनको थिचोमिचोको चाहिँ विरुद्धमा चाहिँ यो चाहिँ सुरुवात भएको सँग यो चाहिँ मजदुरहरू चाहिँ एकत्रित भए। अर्को कुरा चाहिँ के हो त भन्दाखेरि यसको चाहिँ फिलोसोफिकल बेस होइन, यसको चाहिँ सैद्धान्तिक पृष्ठभूमि चाहिँ के हो त भन्दाखेरि सोशलिस्ट चाहिँ फिलोसफी हो, समाजवादी विचारधारा हो होइन। पुँजीवादी विचारधाराले चाहिँ ट्रेड युनियनहरूलाई चाहिँ त्यति फोकस चाहिँ गर्दैन। समाजवादी विचारधाराले चाहिँ के भन्छ त भन्दाखेरि मजदुरहरूलाई चाहिँ एकत्रित गर्ने, मजदुरहरूलाई चाहिँ सङ्गठित गर्ने होइन, मालिकहरूका चाहिँ विरुद्ध चाहिँ मालिकहरूले चाहिँ गरेका चाहिँ विभेदहरूका विरुद्ध चाहिँ लड्न चाहिँ सिकाउने भनेको चाहिँ यो चाहिँ सोशलिस्ट फिलोसफी हो। त्यस कारणले गर्दाखेरि चाहिँ 2टा कुरा चाहिँ तपाईँले चाहिँ यसको सैद्धान्तिक अवधारणाभित्र चाहिँ लेख्नुपर्छ है। यसको चाहिँ अवधारणा तपाईँलाई चाहिँ क्लियर भयो साथीहरू। यो चाहिँ श्रमिक आन्दोलनको इतिहास तपाईँले 3-4 पोइन्टहरू ग्लोबल्ली नेपालका 3-4 पोइन्ट लेख्नुभयो भने चाहिँ भइहाल्छ कि तपाईँले चाहिँ श्रमिक आन्दोलनको इतिहास होइन, श्रम आन्दोलनको अवधारणा होइन, त्यो चाहिँ कुराहरूबाट चाहिँ आयो। अवधारणा लिइरहेको चाहिँ तपाईँले 2टा पोइन्टलाई नछुटाउने भन्न खोजेको मैले होइन। 2टा पोइन्ट भनेको चाहिँ एउटा चाहिँ यो श्रमिक आन्दोलन भनेकै विभेदका विरुद्ध चाहिँ जन्म भएको अवधारणा हो होइन, डिस्क्रिमिनेसनको विरुद्धमा होइन, व्यवस्थापकीय विभेदका विरुद्धमा, व्यवस्थापकीय चाहिँ थिचोमिचोको विरुद्ध चाहिँ यो चाहिँ श्रमिक आन्दोलन चाहिँ संसारभर चाहिँ विकास भएको होइन, जस्टिसको लागि चाहिँ कामदारहरूको। अर्को कुरा चाहिँ सोशलिस्ट फिलोसफीले समाजवादी विचारधाराले पनि यसलाई चाहिँ मलदल चाहिँ गरेको हो भन्ने हिसाबबाट चाहिँ 2टा एङ्गलबाट यसलाई चाहिँ लेख्नुपर्छ। यसको चाहिँ सैद्धान्तिक पृष्ठभूमिको कुराहरू गर्दाखेरि ट्रेड युनियन है 2049 राम्रोसित चाहिँ पढ्नु होला है। त्यो चाहिँ पढिएन भने यो चाहिँ तपाईँहरूको पढाइ चाहिँ अपुरो हुन्छ। तपाईँलाई चाहिँ त्यही ऐनबाटै सोधिदिन पनि सक्छ कि, बुझ्नुभयो नि। यहाँ त ट्रेड युनियनको कुरा चाहिँ छ होइन। त्यस कारणले गर्दा ट्रेड युनियन 2049लाई चाहिँ राम्रोसित पढ्नु होला। अब श्रम ऐनलाई अलिअलि चाहिँ हेऱ्यो भने भइहाल्छ। यतिसम्म चाहिँ भयो। अब चाहिँ श्रम सम्बन्ध भनेर भनेर छ होइन, औद्योगिक सम्बन्ध पनि भनेर भन्छ, इन्डस्ट्रियल रिलेसन पनि भनेर भन्छ होइन, लेबर रिलेसन भनेर पनि भन्छ। त्यो चाहिँ कुरा एउटै हो, इन्टरचेन्जेबली नै हामीले युज गर्छौँ होइन। यहाँ चाहिँ औद्योगिक सम्बन्ध भनेर चाहिँ तपाईँ नझुक्किने हो। औद्योगिक सम्बन्ध भनेर श्रम सम्बन्ध भन्नु चाहिँ एउटै हो होइन, लेबर रिलेसन भनेको कुरा। यहाँ चाहिँ स्ल्यास भनेर राखेको भए पनि हुन्थ्यो, मैले चाहिँ औद्योगिक सम्बन्ध भनेर लेखेको छु। तपाईँको चाहिँ सिलेबसमा श्रम सम्बन्ध भन्ने चाहिँ छ है, त्यसमा चाहिँ नझुक्किने तपाईँहरू। कोही ठाउँमा श्रम सम्बन्धै लेखेको छ, कोही ठाउँमा औद्योगिक सम्बन्ध लेखेको छु स्पेलमा पनि होइन। औद्योगिक सम्बन्ध होइन, अब एउटा चाहिँ उद्योगमा तपाईँले चाहिँ को चाहिँ हुन्छन् होइन, 2टा पक्ष त त्यहाँ एकदम क्लियरली भिजिबलै छन् होइन। एउटा चाहिँ रोजगार दिने रोजगारदाता छ, अर्को चाहिँ रोजगार गर्ने चाहिँ श्रमिक छ होइन। तिनीहरू बिचको अब सामान्य अर्थमा चाहिँ लियो भने तिनीहरू बिचको सम्बन्ध नै श्रम सम्बन्ध हो होइन। रोजगारदाता र श्रमिक बिचको चाहिँ सम्बन्ध भनेको श्रम सम्बन्ध हो होइन। तिनीहरू बिचको चाहिँ सम्बन्ध चाहिँ कस्तो छ भनेर चाहिँ हेर्ने कुरा चाहिँ त्यो लेबर रिलेसनभित्र चाहिँ आउँछ। त्यति मात्र नभएर अझ हामी चाहिँ ब्रोडली चाहिँ हेर्छौँ होइन। अब चाहिँ त्यो उद्योगमा रोजगार दिने त्यो व्यवस्थापनको पक्ष र काम गर्ने पक्षको अतिरिक्त सरकार पनि चाहिँ फेरि के हुन्छ भन्दा संलग्न हुन्छ कि साथीहरू। अनि सरकार कसरी चाहिँ एट्याच हुन्छ त त्यो प्रोसेसमा भन्दा सरकारले चाहिँ श्रम सम्बन्धी चाहिँ नीतिहरू चाहिँ बनाइदिन्छ होइन। सरकारले बनाइदिएका श्रम सम्बन्धी नीतिहरूको चाहिँ यो श्रम सम्बन्धी जुन
नीतिहरू छ त्यही अन्तर्गत रहेर चाहिँ श्रम अभ्यास गर्ने पनि हो र चाहिँ उद्योग धन्दा कल कारखाना चल्ने पनि हो हैन। त्यस अवस्थामा चाहिँ सरकार पनि त्यसमा चाहिँ जोडिएको हुन्छ हैन। अर्को कुरा चाहिँ के भन्दा त्यो मजदुरहरू मात्र नभएर मजदुरहरूको संगठन अर्थात् ट्रेड युनियन पनि चाहिँ त्यहाँ रहेको हुन्छ हैन। ट्रेड युनियन भनेकै चाहिँ के हो त भन्दाखेरि कर्मचारीहरूले आफ्नो हक हित अधिकारको संरक्षण गर्नका लागि हैन बनाएको कर्मचारीहरूको चाहिँ संगठन चाहिँ ट्रेड युनियन हो हैन। ट्रेड युनियन भनेको कर्मचारीहरूको संगठन हो। कर्मचारीहरूको हक हित अधिकारको रक्षाका लागि कर्मचारीहरूले बनाएको औपचारिक संगठन भनेको कर्मचारीहरूको संगठन हो अर्थात् त्यसलाई चाहिँ ट्रेड युनियन भनेर भनिन्छ। त्यसकारणले गर्दा हामीले श्रम सम्बन्धमा चाहिँ यी चाहिँ 3-4वटा पक्षलाई चाहिँ हेर्छौं हैन। श्रम सम्बन्ध भनेको चाहिँ फरक तपाईले चाहिँ यो रोजगारदाता र श्रमिक बीचको सम्बन्ध मात्र नभएर रोजगारदाता श्रमिक सरकार र कर्मचारीहरूको संगठन बीचको चाहिँ सम्बन्ध के हो त भन्दाखेरि श्रम सम्बन्ध हो, लेबर रिलेसन त्यसमा चाहिँ हुन्छ हैन। हामीले अलिक ब्रोडली लेख्ने हैन। श्रम सम्बन्ध भनेको चाहिँ यो चाहिँ रोजगारदाता र यो चाहिँ कर्मचारीहरू बीचको कुरा मात्र होइन कि यो चाहिँ यसमा चाहिँ सरकार पनि चाहिँ जोडिएको हुन्छ, ट्रेड युनियन पनि जोडिएको हुन्छ हैन। कोही ठाउँमा ट्रेड युनियन नलेखेर अब चाहिँ मजदुरहरू लेखिसके पछाडि अब ट्रेड युनियन नलेख्दा पनि हुन्छ। तर 3वटा कुराहरू चाहिँ तपाईले छुटाउनु भएन। रोजगारदाता, श्रमिक र सरकार बीचको चाहिँ सम्बन्ध चाहिँ यो चाहिँ लेबर रिलेसन अन्तर्गत चाहिँ आउँछ साथीहरु। त्यति चाहिँ तपाईहरुले बुझ्नु पर्यो। औद्योगिक सम्बन्ध भनेको कुनै पनि उद्योगसँग सम्बन्ध कामदार, व्यवस्थापक, ट्रेड युनियन, रोजगारदातासँग र सरकार र दबाव समूह बीचको चाहिँ सम्बन्ध हो। यी विभिन्न पात्रहरूका फरक स्वार्थहरूलाई एकीकृत र सुसम्बन्धित तुल्याई उनीहरू बीचको सहकार्य र आपसी सहयोगद्वारा औद्योगिक उत्पादन, उत्पादकता र गुणस्तर सुधार गर्न चाहिँ औद्योगिक सम्बन्ध कायम गर्छ हैन। यो औद्योगिक सम्बन्धले चाहिँ यति कुरामा चाहिँ फोकस गर्छ हैन। जे भए पनि यो चाहिँ गुड लेबर रिलेसन भयो भने चाहिँ हैन औद्योगिक उत्पादन, उत्पादकता, गुणस्तर चाहिँ यो चाहिँ इन्क्रिज हुन्छ हैन। त्यहाँ अब 3वटा चाहिँ मेजर फ्याक्टरहरू भए। ती मेजर फ्याक्टरहरूका चाहिँ इन्ट्रेस्ट चाहिँ आफ्ना छन् कि हैन। सरकारको चाहिँ इन्ट्रेस्ट आफ्नो छ, एक किसिमको इन्ट्रेस्ट छ हैन। मजदुरहरूको चाहिँ इन्ट्रेस्ट अर्को किसिमको छ। त्यो व्यवस्थापन पक्षको चाहिँ के छ त भन्दाखेरि इन्ट्रेस्ट अर्को छ हैन। ती तीनै पक्षको चाहिँ इन्ट्रेस्टलाई चाहिँ एक ठाउँमा चाहिँ ल्याउने एउटा चाहिँ मान्य हुने चाहिँ बिन्दुमा ल्याउने काम चाहिँ यो चाहिँ श्रम सम्बन्ध अन्तर्गतका अभ्यासहरूमा चाहिँ गरिन्छ। औद्योगिक सम्बन्ध एक गतिशील एवं वृहत अवधारणा हो जसले औद्योगिक क्षेत्रका रोजगारी व्यवस्थापनका नियमहरू, त्यस्ता नियमलाई परिभाषित गर्ने विधिहरू, सरकारवाला पात्रहरू, रोजगारदाता, श्रमिक, तिनका संगठन र तीनै पक्षबीचको अन्तर्क्रियाको चाहिँ प्रक्रियालाई चाहिँ समेट्छ हैन। यो चाहिँ औद्योगिक सम्बन्ध अर्थात् लेबर रिलेसन भनेको चाहिँ यिनीहरू बीचको चाहिँ अन्तर्क्रिया हो हैन। यिनीहरू बीचको चाहिँ सम्बन्ध हो भनेर चाहिँ हामीले चाहिँ लेख्छौँ। श्रमिक रोजगारदाता सम्बन्ध हैन, युनियन व्यवस्थापन सम्बन्ध, कामदारहरूका विभिन्न समूहहरू बीचको सम्बन्ध र उद्योग र समाज बीचका सम्बन्धहरू पर्छन् हैन। अब यो चाहिँ लेबर रिलेसन भनेको चाहिँ के हो त भन्दा यति कुराभित्र चाहिँ आउँछ कि हैन। लेबर रिलेसन भनेको चाहिँ श्रमिक र रोजगारदाता बीचको सम्बन्ध पनि हो हैन। एउटा रिलेसन त्यहाँ देखिन्छ श्रमिक भर्सेस रोजगारदाता, अर्को चाहिँ श्रमिक भर्सेस चाहिँ सरकार हैन। श्रमिक र सरकार बीचको चाहिँ सम्बन्ध पनि आउँछ हैन। सरकार यो चाहिँ युनियन र चाहिँ व्यवस्थापन बीचको सम्बन्ध पनि आउँछ हैन। कामदार बीचको चाहिँ सम्बन्ध पनि त्यहाँ आउँछ। इन्टरपर्सनल रिलेसनशिपको कुराहरू पनि यो चाहिँ श्रम सम्बन्धभित्र चाहिँ आउँछ। श्रम सम्बन्धलाई हामीले चाहिँ अलिकति चाहिँ ब्रोडली चाहिँ हेर्नु पर्यो। श्रम सम्बन्ध भनेको चाहिँ त्यो व्यवस्थापन अर्थात् रोजगारदाता र श्रमिक बीचको सम्बन्ध मात्र नहेरेर हामीले चाहिँ अलिक बढी ब्रोडली चाहिँ हेर्नुपर्छ भन्ने कुरा चाहिँ हो। श्रम सम्बन्धमा लेबर रिलेसनमा चाहिँ तपाईले चाहिँ त्यसरी चाहिँ हेर्नु पर्यो। अब यो चाहिँ औद्योगिक सम्बन्धको चाहिँ उद्देश्य चाहिँ के हो हैन। अर्थात् यो श्रम सम्बन्ध चाहिँ हामीले चाहिँ किन चाहिँ महत्त्वपूर्ण छ हैन। यसो चाहिँ श्रम सम्बन्धको चाहिँ उद्देश्य हैन उत्पादकता, मुनाफा, गुणस्तरीय कार्यजीवन र परिवर्तन व्यवस्थापनलाई सुमधुर औद्योगिक सम्बन्ध आवश्यक हुन्छ। त्यसैले रोजगारदाता र कामदार बीच सुमधुर एवं स्वस्थ सम्बन्धलाई कायम राख्नु औद्योगिक सम्बन्धको चाहिँ प्राथमिक उद्देश्य हो हैन। यो चाहिँ लेबर रिलेसनको चाहिँ पहिलो चाहिँ प्राइमरी चाहिँ फंक्सन भनेको के हो त भन्दा रोजगारदाता र कर्मचारीहरू बीचको सम्बन्ध चाहिँ प्रगाढ बनाउने, सम्बन्धलाई चाहिँ सुमधुर बनाउने हैन। रोजगारदाता र श्रमिक बीचको चाहिँ सम्बन्ध चाहिँ बिग्रियो भने चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ इन्डस्ट्रियल रिलेसनशिपमा चाहिँ एकदम कमजोर हुन्छ। त्यस पछाडि कुनै पनि संगठनको उत्पादकता, रिपुटेसन सबै चाहिँ बिग्रेर जान्छ। जस्तै तपाईँ कुनै कारण
भएको छ। तपाईको व्यवस्थापन र तपाईँ बिचको चाहिँ सम्बन्ध बिग्रियो भने के हुन्छ? तपाईले चाहिँ राम्रोसित काम गर्न सक्नुहुन्न हैन। तपाईले राम्रोसित काम गर्न नसकेपछि के हुन्छ भने त्यसको क्षति चाहिँ कसलाई हुन्छ भन्दा संस्थालाई क्षति हुन्छ, तपाईको चाहिँ प्रोफेसनल लाइफमा पनि क्षति हुन्छ र तपाईको संस्थागत लाइफमा पनि चाहिँ त्यसले चाहिँ क्षति गराउँछ साथीहरु। यो कुरालाई चाहिँ हामीले चाहिँ सधैँ बुझ्नु पर्यो। हैन अब यसको चाहिँ उद्देश्यहरु श्रम सम्बन्धका चाहिँ उद्देश्यहरु अथवा औद्योगिक सम्बन्धको उद्देश्य हैन, औद्योगिक उत्पादन र उत्पादकता अभिवृद्धि गर्नु हैन, यसमा प्रोडक्सन र प्रोडक्टिभिटी बढाउने कुरा भयो। आपसी सहयोग प्रवर्धनद्वारा श्रमिक र व्यवस्थापन दुवैको अधिकार र स्वार्थको चाहिँ संरक्षण गर्नु हैन। एक आपसमा चाहिँ सहयोग प्रवर्धन गरेर त्यहाँ श्रमिकका स्वार्थहरु पनि छन्, व्यवस्थापनका स्वार्थहरु पनि छन्। दुवैको चाहिँ अधिकार र स्वार्थको चाहिँ संरक्षण गर्ने एक पक्षको मात्र होइन, श्रमिकलाई मात्र चाहिँ च्याप्ने कुरा पनि होइन, व्यवस्थापनलाई च्याप्ने कुरा मात्र होइन, दुवैलाई चाहिँ मिलाएर चाहिँ गइहाल्ने यिनीहरूको दुवैको चाहिँ स्वार्थको चाहिँ संरक्षण गर्ने कुरा पनि यसमा चाहिँ रहन्छ। अर्को चाहिँ स्वस्थ र सुमधुर पारस्परिक लाभमूलक श्रमिक व्यवस्थापन सम्बन्ध चाहिँ हासिल गर्नु होइन, लाभमूलक श्रमिक व्यवस्थापन चाहिँ सम्बन्ध चाहिँ यसले चाहिँ क्रिएट गर्छ। उद्योगमा काम बन्द, काममा ढिलाइ, घेराउ, हडताल, तालाबन्दी जस्ता असत्य वातावरण सिर्जना हुन नदिनु हैन। लेबर रिलेसन गुड रिलेसन, यो चाहिँ लेबर रिलेसनले चाहिँ के गर्छ भन्दा यो चाहिँ उद्योगहरुमा हुने बन्द, हडताल, घेराउ हैन, यो चाहिँ हुन नदिनु। अर्को चाहिँ औद्योगिक लोकतन्त्रको चाहिँ स्थापना र कायम गर्नु हैन, औद्योगिक लोकतन्त्रको स्थापना हैन, डेमोक्रेसीको चाहिँ प्रवर्धन गर्ने उद्योग धन्दाभित्र, खुला संचार र सहभागितामूलक संस्कृतिमा उपयुक्त कार्य वातावरणको चाहिँ स्थापना गर्नु, गुड वर्किङ इन्भाइरोमेन्ट क्रिएट गर्ने कुरा पनि यसरी नै रहन्छ। अर्को चाहिँ संगठनमा देखिने वाद विवाद, झैझगडा तथा समस्याको समाधान तहले चाहिँ गर्ने हैन। संगठनमा चाहिँ विभिन्न किसिमको चाहिँ वाद विवाद, झैझगडाहरू चाहिँ देखिन्छ। त्यो वाद विवाद र झैझगडालाई चाहिँ कलेक्टिभ बार्गेनिङको मार्फत चाहिँ समयमै चाहिँ उचित तवरले चाहिँ सम्बोधन गर्ने कुरा पनि यो चाहिँ लेबर रिलेसनको चाहिँ श्रम सम्बन्धको चाहिँ उद्देश्य, आवश्यकता, महत्त्व, औचित्य यो चाहिँ किन चाहिन्छ त लेबर रिलेसन हैन। लेबर रिलेसनले चाहिँ के गर्छ त भन्दा यो चाहिँ हाम्रो वर्किङ इन्भाइरोमेन्टलाई चाहिँ राम्रो बनाउँछ, संगठनको प्रोडक्सन र प्रोडक्टिभिटी इन्हेन्स गर्छ हैन। संगठनमा आउने वाद विवाद, झैझगडाहरूको चाहिँ यो अन्त्य गर्ने कुराहरूदेखि लिएर यो कुराहरू चाहिँ लेबर रिलेसन किन चाहिन्छ, वाइ लेबर रिलेसन म्याटर हैन भन्ने कुराहरूमा हामीले चाहिँ यसरी चाहिँ लेख्न सक्छौँ है। 5-7 चाहिँ पोइन्टहरू चाहिँ हेर्यो भने चाहिँ भइहाल्छ। श्रम सम्बन्धका चाहिँ कुराहरू चाहिँ तपाईँले चाहिँ यसलाई चाहिँ हेर्नुहुन्छ। यसलाई चाहिँ तपाईँले चाहिँ यो चाहिँ लेबर रिलेसनलाई चाहिँ यसरी चाहिँ फिगरेटिभ उसबाट चाहिँ लेख्न सक्नुहुन्छ हैन। एउटा चाहिँ सरकार हुने भयो मेजर पक्ष, अर्को चाहिँ रोजगारदाता हुने भयो हैन, अर्को चाहिँ श्रमिक संगठन हैन, इम्प्लोइ युनियन हैन। यिनीहरू बिचको चाहिँ सम्बन्ध भनेको चाहिँ श्रम सम्बन्ध हो हैन। तपाईँले चाहिँ श्रम सम्बन्धलाई यसरी चाहिँ फिगरेटिभ वेबाट पनि देखाइदिन सक्नुहुन्छ कि हैन, यसको चाहिँ चित्र बनाउने। अनि चाहिँ एकातिर यहाँ रोजगारदाता रहन्छ, रोजगारदाता अथवा व्यवस्थापन, अर्को चाहिँ श्रमिक संगठन हैन, ट्रेड युनियनहरू यहाँ रहन्छ, अर्को चाहिँ सरकार पनि रहन्छ। यिनीहरू बिचको चाहिँ सम्बन्ध कस्तो छ भनेर हेर्ने कुरा चाहिँ के हो त भन्दाखेरि यो श्रम सम्बन्ध हो हैन। सरकार र रोजगारदाता बिचको सम्बन्ध कस्तो छ, सरकार र श्रमिक संगठन बिचको चाहिँ सम्बन्ध कस्तो छ हैन, श्रमिक संगठन र रोजगारदाता बिचको चाहिँ सम्बन्ध चाहिँ कस्तो छ हैन। यसलाई चाहिँ मल्टी डाइमेन्सनल वेबाट चाहिँ तपाईँले यो चाहिँ फिगर चाहिँ बनाइदिनु भने क्लियर हुन्छ हैन। इन्डस्ट्रियल लेबर रिलेसनलाई चाहिँ तपाईँले यसरी चाहिँ हेर्न चाहिँ सक्नुहुन्छ है। त्यस्तो चाहिँ खास गाह्रो कुराहरू चाहिँ केही पनि छैन। अहिलेसम्मको कुरा चाहिँ बुझिरहनु भएको साथीहरू के छ? हामीले दुईटा कुराहरू मात्र हेर्यौँ त्यसमा। श्रम आन्दोलनको इतिहास, श्रम आन्दोलन चाहिँ कहाँबाट चाहिँ सुरु भयो होइन एउटा कुरा। अर्को कुरा चाहिँ श्रम सम्बन्ध भनेको चाहिँ के हो होइन, श्रम सम्बन्धको चाहिँ उद्देश्य, आवश्यकता, महत्त्व, औचित्यताको कुरा चाहिँ हामीले हेर्यौँ। तपाईँहरूकोमा च्याट चलिरहेको छैन कि च्याट अफ छ कि क्या? यसलाई चाहिँ तपाईँले यति चाहिँ बुझ्दाखेरि भइहाल्छ। परीक्षामा श्रम सम्बन्धको कुरा चाहिँ आइहाल्यो भने यसरी चाहिँ तपाईँले फिगरेटिभ वेबाट चाहिँ प्रेजेन्ट गर्नु भने चाहिँ राम्रो हुन्छ है। यति चाहिँ तपाईँहरूले
गर्नु होला। अब चाहिँ गुड लेबर रिलेसन भयो भने यसरी चाहिँ मान्छे हाँस्छन् होइन, मान्छे चाहिँ ह्याप्पी मोमेन्टमा चाहिँ हुन्छ होइन। एउटा चाहिँ म्यानेजर छ होइन, अर्को चाहिँ वर्कर छ होइन। यतातिरपट्टि यो चाहिँ म्यानेजर जस्तो देखिन्छ मान्छे होइन, यो चाहिँ वर्कर हो। अब लेबर रिलेसन चाहिँ राम्रो भयो भने चाहिँ दुवै पक्ष चाहिँ ह्याप्पी छन् होइन। दुवै पक्ष चाहिँ ह्याप्पी भइसके पछाडि के हुन्छ भने दुईले चाहिँ खुसी भइसके पछाडि काम चाहिँ सङ्गठनमा चाहिँ राम्रोसित हुन्छ होइन। यो चाहिँ ह्याप्पी इम्प्लोइले चाहिँ यो चाहिँ बेटर सर्भिस डेलिभरी चाहिँ गर्छ, सर्भिस डेलिभरी चाहिँ बेटर हुन्छ। लेबर रिलेसन प्रोडक्सन एन्ड सर्भिस भनेको छ होइन। लेबर रिलेसनको चाहिँ हामीले माथिबाट नै कुरा गरिसक्यौँ होइन। श्रम सम्बन्ध भन्नाले सामान्यतया भनेको छ रोजगारदाता काम दिने पक्ष र श्रमिक काम गर्ने पक्षबिचको आपसी सम्बन्ध, अधिकार, कर्तव्य र पारस्परिक व्यवहारलाई चाहिँ बुझिन्छ होइन। श्रम सम्बन्ध भनेकै तिनीहरूबिचको सम्बन्ध चाहिँ कस्तो छ, पारस्परिक व्यवहार कस्तो छ होइन, अधिकार, काम, कर्तव्य चाहिँ के हो भन्ने कुरा चाहिँ हो। यसले उद्योग, संस्था, सेवा क्षेत्र वा उत्पादन क्षेत्रभित्र श्रमको व्यवस्थापन कसरी भइरहेको छ भन्ने कुरालाई समेट्छ होइन। असल श्रम सम्बन्धले कार्य वातावरणले बोलिहाल्छ होइन। एउटा अब असल श्रम सम्बन्ध भयो भने गुड वर्किङ इन्भाइरोमेन्ट चाहिँ क्रिएट भइहाल्छ होइन। तपाईँको चाहिँ अफिसमा गुड लेबर रिलेसन छ भने वर्किङ इन्भाइरोमेन्ट अटोमेटिक चाहिँ त्यहाँ राम्रो भइहाल्छ होइन। त्यो चाहिँ डाइरेक्टली प्रोपोर्सनल हो होइन। गुड लेबर रिलेसन इन्क्रिज गुड वर्किङ इन्भाइरोमेन्ट। श्रम सम्बन्धको अझ चाहिँ बढी चाहिँ तपाईँलाई अझ राम्रो चाहिँ डेफिनेसन यहाँनिर चाहिँ छ। यसलाई चाहिँ तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ। श्रम सम्बन्ध चाहिँ भन्नाले होइन हो यसलाई चाहिँ यसमा चाहिँ तपाईँले रोजगारदाता, श्रमिक र सरकार थप्ने र चाहिँ अरू कुरा चाहिँ आपसी सम्बन्ध, अधिकार, कर्तव्य र पारस्परिक व्यवहारलाई चाहिँ बुझिन्छ भन्ने कुरालाई चाहिँ तपाईँले चाहिँ थप्नुभयो भने चाहिँ यो चाहिँ राम्रो चाहिँ डेफिनेसन भइहाल्छ होइन। यसले उद्योग, संस्था, सेवा क्षेत्र वा उत्पादन क्षेत्रभित्र श्रमको व्यवस्थापन कसरी भइरहेको छ भन्ने कुरा चाहिँ समेट्छ। यसमा तलब, सेवा, सुविधा, कार्यावस्था, सुरक्षा, श्रमिक संगठन, हडताल, वार्ता, सम्झौताको कुरा चाहिँ कसरी चाहिँ भइरहेको छ होइन। यो चाहिँ लेबर रिलेसनभित्र चाहिँ यी कुराहरूको सम्बन्धमा के कसरी चाहिँ काम भइरहेको छ भन्ने कुरा चाहिँ हो। यसलाई चाहिँ तपाईँले स्किप गरेर होइन हो यहाँ चाहिँ माथिपट्टिको डेफिनेसनलाई चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ। श्रम सम्बन्ध भन्नाले सामान्यतया रोजगारदाता काम दिने पक्ष र श्रमिक काम गर्ने पक्षबिचको आपसी सम्बन्ध, अधिकार, कर्तव्य र पारस्परिक व्यवहारलाई बुझिन्छ। तर श्रम सम्बन्ध रोजगारदाता र श्रमिक बीचमा मात्र सीमित नभएर रोजगारदाता, श्रमिक र सरकार बीचको सम्बन्ध समेत हो भनेर अझ बढी चाहिँ तपाईँले स्पेसिफाई गराएर चाहिँ लेख्न सक्नुहुन्छ होइन। श्रम सम्बन्धका चाहिँ रोजगारदाता, श्रमिक, श्रमिक सङ्घ, सरकार होइन यी चाहिँ भनेको मुख्य पक्षहरू चाहिँ यिनीहरू हो। त्यहाँ चाहिँ रोजगारदाता हुन्छ होइन, श्रमिक हुन्छ, श्रमिक सङ्घ अर्थात् ट्रेड युनियन त्यहाँ हुन्छ, अर्को चाहिँ सरकार हुन्छ होइन। यो चाहिँ श्रम सम्बन्धलाई हामीले चाहिँ रोजगारदाता र श्रमिक बीचको सम्बन्ध होइन, श्रमिक र श्रमिक यो चाहिँ रोजगारदाता र सरकार बीचको सम्बन्ध होइन, यो चाहिँ सबै चाहिँ एक आपसमा चाहिँ इन्टर रिलेटेड भएका हुन्छ। तर हामीले चाहिँ सामान्यतया भनेर यहाँ लेख्यो नि, जनरली हामीले चाहिँ बुझ्दाखेरि चाहिँ अब श्रम सम्बन्धमा एउटा चाहिँ रोजगार दिने चाहिँ मालिक हुन्छ, अर्को चाहिँ कामदार हुन्छ भनेर चाहिँ त्यो सामान्य भनेर चाहिँ लेख्यो होइन। श्रम सम्बन्ध भन्नाले सामान्यतया भन्ने, तर चाहिँ यो चाहिँ श्रम सम्बन्धमा चाहिँ के हुन्छ भन्दा रोजगारदाता र श्रमिक सङ्घ र सरकार होइन यी कुराहरूमा चाहिँ यी चारै पक्षलाई चाहिँ हामीले चाहिँ समेट्छौँ भन्न खोजेको।
जुन छ लेबर रिलेसन भित्र चाहिँ सामान्यतया हामीले चाहिँ के भन्छौँ भन्दा रोजगारदाता र श्रमिक बीचको चाहिँ सम्बन्ध भनेर चाहिँ भन्छौँ हैन। त्यहाँ चाहिँ एउटा काम दिने पक्ष हुन्छ, अर्को चाहिँ काम गर्ने पक्ष हुन्छ। तर त्यतिमै मात्र हामीले चाहिँ श्रम सम्बन्धलाई चाहिँ सीमित गर्दैनौँ साथीहरू। श्रम सम्बन्धका चाहिँ मुख्य पक्षहरूमा चाहिँ रोजगारदाता, श्रमिक, श्रमिक संघ र सरकार, यति चारवटा कुरालाई चाहिँ हामीले चाहिँ जोडेर हेर्यौँ भने बल्ल चाहिँ यो चाहिँ श्रम सम्बन्धलाई चाहिँ बुझ्न चाहिँ एकदम चाहिँ सहज हुन्छ हैन। त्यसकारण गर्दा परीक्षामा हामीले चाहिँ लेख्दाखेरि के गर्छौँ त भन्दाखेरि यो चाहिँ रोजगारदाता र यो चाहिँ श्रमिक बीचको मात्र सम्बन्ध भनेर चाहिँ हामीले चाहिँ यसलाई चाहिँ नलेख्ने कि यति चारवटै कुराहरूलाई चाहिँ जोडेर लेख्यो भने चाहिँ हाम्रो चाहिँ बेटर हुन्छ है साथीहरू। अब चाहिँ दलगत संगठन आवश्यक छ भनेर चाहिँ अब चाहिँ ट्रेड युनियनको अब यो क्रिटिकली क्वेसन चाहिँ आउन सक्छ तपाईँलाई हैन। दलगत संगठन आवश्यक छ कि छैन ट्रेड युनियनको सन्दर्भमा यो चाहिँ बस चाहिँ अब देशव्यापी नै छ हैन। अब चाहिँ तपाईँहरूले अब दलगत संगठन भन्दा पनि दलगत संगठनले गर्दा कर्मचारीहरू चाहिँ राजनीतिक आस्थामा चाहिँ विभाजित भई कर्मचारीको यो चाहिँ संगठनको कार्य सम्पादनमा चाहिँ प्रभाव पार्ने, संगठनको सेवा प्रवाहमा चाहिँ विभेद सिर्जना हुन सक्ने चाहिँ भएको कारणले गर्दा संगठनहरूमा कर्मचारीहरू बीच चाहिँ संगठनमा कार्यरत कर्मचारीहरू चाहिँ दलीय आस्थामा विभाजित भई चाहिँ संगठनमा द्वन्द्व समेत उत्पन्न हुन सक्ने भएको कारणले गर्दा दलीय आस्थामा आधारित ट्रेड युनियन भन्दा पनि एकल ट्रेड युनियनको चाहिँ खाँचो छ भन्ने हिसाबबाट चाहिँ लेख्दा बेटर हुन्छ। दलगत संगठन होइन कि दलीय आस्थामा आधारित चाहिँ ट्रेड युनियन भन्दा पनि ट्रेड युनियन चाहिँ चाहिन्छ, ट्रेड युनियन नै चाहिँदैन भन्ने हिसाबबाट चाहिँ लेख्ने होइन हैन। ट्रेड युनियन चाहिन्छ तर चाहिँ दलीय आस्थामा आधारित ट्रेड युनियन होइन कि यो चाहिँ एकल ट्रेड युनियनको चाहिँ आवश्यकता छ कर्मचारीहरूको लागि भनेर चाहिँ त्यो वहीबाट चाहिँ जाँदाखेरि चाहिँ राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ है हैन। दलीय आस्थामा आधारित चाहिँ ट्रेड युनियन भइसक्यो के हुन्छ भन्दा कर्मचारीहरू पनि यो चाहिँ दलीय आस्थामा चाहिँ विभाजित हुने, यो चाहिँ संगठनमा चाहिँ कन्फ्लिक्ट हुने र सेवा प्रवाहमा समेत चाहिँ के हुन सक्छ भन्दाखेरि चाहिँ विभेद सिर्जना हुन सक्छ। हो चाहिँ एउटा आधिकारिक ट्रेड युनियन कि एकल ट्रेड युनियनको कुरा जस्तो चाहिँ अब अहिले चाहिँ चारवटा विद्युत प्राधिकरणमै तपाईँले हेर्नु भने चाहिँ चारवटा संगठन छ होइन। चारवटा संगठनको सट्टा तपाईँले चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि यो चाहिँ चारवटा संगठन हुँदैन। तपाईँ चाहिँ एउटा चाहिँ ट्रेड युनियन चाहिँ हुन्छ, त्यो चाहिँ के हुन्छ भन्दा कर्मचारीहरूले चाहिँ जसलाई चाहिँ जिताइदिन्छ त्यही हुन्छ आधिकारिक ट्रेड युनियन। एउटाले चाहिँ रिप्रेजेन्ट त गर्यो नि, कर्मचारीको मुद्दा चाहिँ त्यसैले बोक्छ कि सिद्धि अरूको चाहिँ त्यहाँ केही हुनु भएन, दलीय आस्थामा आधारित भएन। इलेक्सन मार्फत 2 वर्ष 3 वर्षको लागि चाहिँ होइन। तर ट्रेड युनियन नै चाहिँदैन भन्ने हिसाबबाट चाहिँ अब तपाईहरुले अब हुन्छ आफ्ना एर्गुमेन्टहरु चाहिँ दिन सक्नुहुन्छ भने त अब चाहिँ ठिकै हुन्छ हैन। तर त्यो लेख्दाखेरि चाहिँ बेटर हुँदैन किन भन्दा हामी चाहिँ आईएलओ अभिसन्धिको चाहिँ पक्षमा छौं हैन। त्यसैगरी चाहिँ अब हाम्रो संविधानले पनि चाहिँ ट्रेड युनियन खोल्न सक्ने चाहिँ अधिकार दिएको छ हैन। तपाईले संविधान पनि पढ्नुभयो भने चाहिँ श्रम अभ्यासको कुरा दिएको छ। त्यसैले अब ट्रेड युनियन नै चाहिँदैन भन्ने हिसाबबाट चाहिँ लेख्दाखेरि चाहिँ त्यति चाहिँ सान्दर्भिक हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। हुन त अब आफ्नो तपाईहरुको आर्गुमेन्टहरु चाहिँ छ भने चाहिँ लेख्दाखेरि पनि अब नहुने भन्ने त कुरा भएन हैन। आउट अफ द बक्स पनि त लेख्न सकिन्छ। तर हाम्रो चाहिँ संविधान हाम्रो चाहिँ आईएलओ को चाहिँ हामी चाहिँ मेम्बर आईएलओ अभिसन्धिको चाहिँ हामी हस्ताक्षरकर्ताको हिसाबले चाहिँ अब चाहिँ ट्रेड युनियन नै चाहिँदैन भन्ने हिसाबबाट चाहिँ लेख्दाखेरि चाहिँ त्यति सान्दर्भिक हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। तर चाहिँ यो दलीय आस्थामा आधारित एनईएमा चाहिँ आधिकारिक भए पनि चाहिँ प्रभावकारी देखिएको छैन हैन। अब चाहिँ एनईएमा चाहिँ आधिकारिक भए पनि त्यस्तो चाहिँ अलि चाहिँ यो पछिल्लो चाहिँ 2 वर्ष कार्यकाल त्यति इफेक्ट चाहिँ देखिएन हैन। कर्मचारीहरूको मुद्दामा चाहिँ अब त्यति चाहिँ खरो चाहिँ उठ्न सकेको चाहिँ देखिन्छ। त्यो चाहिँ हो। तर चाहिँ यो चाहिँ 3-4 ट्रेड युनियन भन्दा एउटा चाहिँ एकल ट्रेड युनियनको चाहिँ अवधारणा चाहिँ राम्रो हुन्छ भनेर चाहिँ लेख्ने हो। अब हामी चाहिँ अब एक्जाममा चाहिँ कसरी राम्ररी प्रेजेन्ट गर्ने भन्ने कुरामा हो हैन साथीहरु। तपाईहरुले सोध्न सक्छ एनईएमा चाहिँ
ट्रेड युनियनको चाहिँ पुरा प्र्याक्टिसेसहरू के चाहिँ समस्या छ, यिनीहरूले चाहिँ के राम्रा काम गरे के नराम्रा काम गरे होइन, यो चाहिँ आउन सक्छ है। जस्तो अहिले नेसनल इस्यु नै छ नि त, ट्रेड युनियन राइट चाहिँ दिने नदिने। हिजो मात्र चाहिँ संसदीय राज्य व्यवस्था समितिको उपसमितिबाट चाहिँ ट्रेड युनियन राइट चाहिँ दिने भन्ने चाहिँ हिजो पारित भएको छ होइन। त्यसमा पनि अब चाहिँ एकल ट्रेड युनियनको कुरा चाहिँ आएन होइन, एकल ट्रेड युनियनको कुरा चाहिँ छैन कि त्यो दलीय आस्थामा आधारित ट्रेड युनियन नै राइट चाहिँ दिएको देखिन्छ। तर चाहिँ बेटर चाहिँ के हो भन्ने चाहिँ फेरि हामीले चाहिँ सोलुसन दिनु पर्यो होइन। यो चाहिँ दलीय आस्थामा आधारित ट्रेड युनियन भन्दा होइन एकल ट्रेड युनियनको चाहिँ अभ्यास चाहिँ गर्दाखेरि चाहिँ बेटर हुन्छ भन्ने वेबाट चाहिँ हामीले लेख्दाखेरि चाहिँ राम्रो हुन्छ साथीहरू होइन। दलीय आस्थामा आधारित चाहिँ ट्रेड युनियनहरूको कारणले गर्दाखेरि चाहिँ कर्मचारीहरू चाहिँ राजनीतिक आस्थाका आधारमा चाहिँ विभाजित भएर चाहिँ सार्वजनिक सेवा प्रवाहमा नै विभेद सिर्जना हुन सक्ने एउटा चाहिँ समस्या चाहिँ छ। अर्को कुरा चाहिँ कर्मचारीहरू चाहिँ दलीय आस्थामा विभाजित हुन्छन्, त्यस कारणले गर्दाखेरि चाहिँ कार्यालयमा चाहिँ कन्फ्लिक्ट सिर्जना हुन सक्ने होइन। यी दुईटा चाहिँ मेजर कारणले गर्दाखेरि चाहिँ यो दलीय आस्थामा आधारित ट्रेड युनियन भन्दा पनि एकल ट्रेड युनियनको चाहिँ अभ्यासतिर चाहिँ जानुपर्ने चाहिँ सान्दर्भिक चाहिँ देखिन्छ होइन। त्यो वेबाट चाहिँ हामीले चाहिँ लेख्दाखेरि चाहिँ बेटर हुन्छ। त्यो दुईटा चाहिँ पोइन्टहरूलाई चाहिँ टेकेर तपाईँले चाहिँ यसमा चाहिँ लेख्न चाहिँ प्रयास गर्ने है। कसरी सुधार गर्ने भनेर चाहिँ भन्न पनि सक्छ होइन। ट्रेड युनियन नै चाहिन्छ भनेर चाहिँ धेरै रिभोल्युसनरी भएर चाहिँ नलेख्ने है साथीहरू, मेरो विचारमा है। चाहिन्छ तर चाहिँ सुधार गर्ने, एकल ट्रेड युनियनको चाहिँ अभ्यास गर्ने, यो दलीय आस्थामा चाहिँ ट्रेड युनियन चाहिँ चाहिँदैन भन्ने हिसाबबाट चाहिँ तपाईँले लेख्नु भने चाहिँ राम्रो हुन्छ। अनि श्रम सम्बन्धका चाहिँ यी मुख्य चाहिँ पक्षहरू यो हुन् भने अब यस्तो छ। अब दलीय ट्रेड युनियन छ, अब आफ्नो चाहिँ सरकार हुँदा होइन आफ्नो चाहिँ माथि चाहिँ व्यवस्थापन त आफ्नो हुँदाखेरि चाहिँ अब माग पुरा गर्न अलिक सहज हुने, त्यस पछाडि अब आफ्नो चाहिँ माथितिर चाहिँ मिलेन भने चाहिँ माग पुरा गर्न पनि असहज हुने र चाहिँ अब मागहरू पनि के भन्दा व्यवहारिक चाहिँ भन्दा पनि अलिकति चाहिँ सैद्धान्तिक प्रकृतिका चाहिँ बढी चाहिँ मागहरू होइन, पपुलिस्ट चाहिँ मागहरू चाहिँ लिएर जाने होइन, जुन कुरा चाहिँ संस्थाको चाहिँ सामर्थ्यलाई नै भ्याउँदैन कि होइन, ती कुराहरू पनि बोकेर जाने, त्यो एउटा चाहिँ समस्या देखिन्छ। अरू कुरा चाहिँ अब एकदम माइनर कुराहरू पनि जो चाहिँ अलिकति चाहिँ नेगोसिएसन गर्दाखेरि अलिकति चाहिँ कलेक्टिभ बार्गेनिङ चाहिँ इफेक्टिभ गराउँदाखेरि चाहिँ कुराहरू चाहिँ पुरा गराउन सक्नेलाई पनि राम्रोसित चाहिँ मेहनत नगर्ने अर्को कुरा चाहिँ छ। अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ साथीहरू तपाईँलाई चाहिँ म रियल कुरा चाहिँ म के भन्न चाहन्छु भन्दा ट्रेड युनियनको नेताहरूको चाहिँ प्रवृत्ति र प्रकृति चाहिँ के हो भन्दा उठान चाहिँ अब चाहिँ विभिन्न मागहरू चाहिँ आकर्षक चाहिँ गराउने होइन, त्यो देखाउने, विज्ञप्ति पनि देखाउने, तर चाहिँ भित्र गइसके पछाडि आफ्ना व्यक्तिगत चाहिँ स्वार्थहरू पुरा भइसके पछाडि कर्मचारीहरूको मुद्दा चाहिँ अलपत्र पारेर चाहिँ छोडिदिने, आफूले चाहिँ त्यहाँ व्यक्तिगत रूपमा चाहिँ केही न केही चाहिँ व्यवस्थापनबाट लाभ लिने, त्यो लाभ लिइसके पछाडि कर्मचारीका जुन आम एजेन्डाहरू हुन्, कर्मचारीको चाहिँ बृहत्तर हितसित जोडिएका कुराहरू हुन्, त्यसलाई चाहिँ चटक्कै छोडेर चाहिँ भाग्ने, यो चाहिँ तपाईँले पनि देख्नुभयो होला। तपाईँ चाहिँ अलि त्यसलाई चाहिँ माइनरली अध्ययन गर्नुभयो भने चाहिँ त्यो देखिन्छ। म चाहिँ तल चाहिँ मलाई चाहिँ माथिल्लो हायर लेभलको चाहिँ प्र्याक्टिस चाहिँ थाहा छैन, म त्यसमा इन्भल्भ छैन होइन। म तल चाहिँ डिसिएसमा काम गरेको चाहिँ अनुभवका आधारमा तपाईँलाई के भन्छु भन्दा जस्तै चाहिँ डिसिएसमा पनि अब हाम्रो ट्रेड युनियनका चाहिँ साथीहरू छन् होइन, इकाइ अध्यक्षहरू छन्, अब चाहिँ इकाइको चाहिँ कमिटीहरू चाहिँ छन्। त्यहाँ तिनीहरूले के गर्छन् त भन्दा त्यहाँ 5वटा माग लिएर आउँछन् कि यो गर्नु पर्यो सर, त्यो गर्नु पर्यो, ओभर टाइम बढ्नु पर्यो, कर्मचारीहरूलाई ओभर टाइम बढाउनु पर्यो, कर्मचारीहरूलाई चाहिँ के सेवा सुविधा दिनु पर्यो, कहाँ के समस्या भन्दा 5वटा माग लिएर आउँछन् होइन। त्यसमध्ये चाहिँ उनीहरूलाई चाहिँ केही चाहिँ सुविधा दियो भने त्यो अरू चाहिँ सबै कुरा बिर्सेर जान्छन् कि उसको चाहिँ अर्को चाहिँ महिना चाहिँ उसको चाहिँ व्यक्तिगत ओभर टाइम बढाइदियो भने अरू चाहिँ कर्मचारीको कुरा चाहिँ त्यो चाहिँ उनी छोडेर हिँड्छ। यो माथि पनि त्यही छ, माथि पनि त्यही, माथि पनि चाहिँ 5वटा माग लिएर जान्छन्। अब आफ्ना चाहिँ केही स्वार्थहरू पुरा भयो भने अरू चाहिँ सबै कुराहरू चाहिँ छोडेर चाहिँ हिँड्छ। कर्मचारीहरूको चाहिँ मागमा आम एजेन्डामा चाहिँ त्यो चाहिँ भएको देखिन्छ, अलिकति चाहिँ स्वार्थ केन्द्रित कि व्यक्तिगत स्वार्थ
पक्षमा चाहिँ अलि चाहिँ केन्द्रित भएको चाहिँ देखिन्छ है। 2 दिन काज पायो भने सिद्धियो, अलिकति चाहिँ ओभरटाइम पायो भने चाहिँ सिद्धिहाल्यो कि हैन। आम कर्मचारीको चाहिँ एजेन्डाहरू चाहिँ पुरै बिर्सिदिने, यो चाहिँ सबै चाहिँ त्यो प्र्याक्टिस चाहिँ छ कि। तपाईँले यस्ता चाहिँ व्यवहारिक कुराहरूलाई चाहिँ जोडेर चाहिँ लेख्न सक्नुहुन्छ कि। जति चाहिँ तपाईँ व्यवहारिक कुराहरू चाहिँ लेख्नु हो त्यति चाहिँ राम्रो हुन्छ। बढी चाहिँ सैद्धान्तिक प्रकृतिका कुराहरू, केही सैद्धान्तिक कुरा पनि लेख्छौँ, केही व्यवहारिक कुरा पनि लेख्छौँ कि। जाँदाखेरि के लाग्छ भने तपाईँले चाहिँ यसले चाहिँ माइन्युटली चाहिँ बुझेको छ, माइन्युटली चाहिँ अध्ययन गरेको छ भन्ने पनि हुन्छ होइन। तर लेख्दाखेरि चाहिँ डिप्लोमेटिक हो कि। अब जस्तो चाहिँ 2 दिन काज पाएर सबै कुरा बिर्सिन्छन् भन्ने कुरा चाहिँ लेख्नु भन्दा पनि होइन, अलिकति आफ्ना व्यक्तिगत स्वार्थहरू पुरा भइसके पछाडि कर्मचारीको चाहिँ आम एजेन्डाहरू चाहिँ बिर्सिन्छन् भन्ने हिसाबबाट चाहिँ अलिकति चाहिँ फेरि चाहिँ ल्याङ्ग्वेज चाहिँ फेरि स्ट्यान्डर्ड लेख्नु पऱ्यो कि। भन्नु भने सिधै चाहिँ डाइरेक्टली चाहिँ लेख्दाखेरि चाहिँ त्यति राम्रो हुँदैन। त्यो भाषा शैलीको कुराहरू हुन्छ नि होइन, भाषा शैलीको चाहिँ कुराहरूमा चाहिँ हामीले चाहिँ अलिकति चाहिँ ख्याल गर्नुपर्छ, शैलीलाई होइन आफूले चाहिँ हेर्नुपर्छ। अब यो भयो होइन। अब श्रम सम्बन्धले उत्पादन तथा सेवामा पार्ने प्रभावहरू होइन। सकारात्मक श्रम सम्बन्ध भयो भने चाहिँ के हुन्छ, उत्पादनमा वृद्धि हुन्छ होइन। सकारात्मक श्रम सम्बन्ध भयो भने उत्पादन चाहिँ राम्रो सम्बन्धले श्रमिकहरू उत्साहित भई मेहनत गर्छन्, जसबाट उत्पादनमा वृद्धि हुन्छ होइन। सेवाको चाहिँ गुणस्तरमा चाहिँ सुधार हुन्छ, विवाद र हडताल चाहिँ न्यून हुन्छ, संस्था चाहिँ सफलता हुन्छ, कर्मचारी टिकाउ हुन्छ, दक्षता बढ्छ, प्रतिस्पर्धामा कम्पनी सफल हुन्छ। श्रम सम्बन्ध असल भयो भने संस्थाको प्रतिष्ठा समेत अभिवृद्धि हुन्छ होइन। गुड लेबर रिलेसन छ भने संस्थामा वाद विवाद हडताल तालाबन्दी केही पनि हुँदैन। त्यसै संस्थाको चाहिँ गुडविल र रेपुटेसन पनि बढ्दै जान्छ होइन। नकारात्मक श्रम सम्बन्ध भयो भने के हुन्छ, उत्पादनमा गिरावट आउँछ होइन। असन्तुष्ट श्रमिकले मन नलागेको काम गर्दा उत्पादन घट्छ, सेवामा अवरोध हुन्छ, विवाद र हडताल हुन्छ, उच्च कर्मचारी परिवर्तन हुन्छ, श्रमिकहरू बारम्बार जागिरी फेर्छन् जसले दक्षता र स्थायित्वमा असर गर्छ। कानुनी झमेलामा पर्न सकिने होइन। खराब सम्बन्धले रोजगारदाता र श्रमिक बीचको मुद्दा अदालतसम्म चाहिँ पुग्छ होइन। गुड चाहिँ यो चाहिँ लेबर रिलेसनले संस्थाको प्रतिष्ठामा आँच आउँछ, कर्मचारी कमजोर सेवा प्रभाव हुन्छ, कर्मचारीहरूको मनोबल र चाहिँ उत्प्रेरणा चाहिँ कमजोर हुन्छ होइन। यो कुरा चाहिँ यो चाहिँ गुड लेबर रिलेसन भयो भने के हुन्छ, चाहिँ ब्याड लेबर रिलेसनले चाहिँ के गर्छ भन्ने कुरा चाहिँ तपाईँले चाहिँ यसमा हेर्नु पर्यो होइन। तपाईँले चाहिँ यहाँनिरको चाहिँ प्र्याक्टिसेसलाई चाहिँ जोडेर चाहिँ क्वेसनहरू आउन सक्छ। अलिक बढी चाहिँ त्यसमा चाहिँ तपाईँहरूले ख्याल गर्नु होइन। अब चाहिँ यसमा की फिचर अफ गुड लेबर रिलेसन होइन, म्युचुअल ट्रस्ट एन्ड रेस्पेक्ट, इफेक्टिभ कम्युनिकेसन, फेयर वेजेस होइन, सेफ वर्किङ इन्भाइरोमेन्ट, बेनिफिट्स अफ चाहिँ गुड लेबर रिलेसन के हुन्छ, इन्क्रिज प्रोडक्टिभिटी, रिड्युस कन्फ्लिक्ट, लोवर टर्नओभर, पोजिटिभ वर्किङ इन्भाइरोमेन्ट होइन। हाउ टु मेन्टेन गुड लेबर रिलेसन भनेको छैन। त्यो चाहिँ राम्रो श्रम सम्बन्ध बनाउन चाहिँ के गर्ने त, रेगुलर मिटिङ गर्ने बिट्विन म्यानेजमेन्ट एन्ड इम्प्लोइ रिप्रेजेन्टेटिभ होइन। हामीले चाहिँ श्रम सम्बन्धलाई राम्रो बनाउन के गर्ने त होइन, कार्यालयका चाहिँ बैठकहरू चाहिँ नियमित स्टाफ बैठकहरू गर्ने, कर्मचारीका गुनासाहरू चाहिँ सुन्ने, समाधान गर्ने प्र्याक्टिस गर्नु पर्यो। अर्को चाहिँ क्लियर एचआर पोलिसी एन्ड कन्सिस्टेन्ट इन्फोर्समेन्ट भन्छ होइन। हाम्रा चाहिँ मानव संसाधन सम्बन्धी चाहिँ नीतिहरू पनि एकदम चाहिँ क्लियर हुनु पर्यो होइन, विभेदकारी हुनु भएन। इम्प्लोइ ट्रेनिङ एन्ड डेभलपमेन्ट प्रोग्राम छैन, कर्मचारीहरूको क्षमता विकास सम्बन्धी कामहरू पनि गरिराख्नु पर्यो। ट्रान्सप्यारेन्ट पर्फर्मेन्स इभ्यालुएसन एन्ड प्रमोसन होइन, सरुवा बढुवा होइन, पारदर्शी हुनु पर्यो होइन, अनुमान योग्य हुनु पर्यो। यसले पनि चाहिँ लेबर रिलेसन चाहिँ राम्रो हुन्छ होइन। रिकग्निसन एन्ड रिवार्ड सिस्टम होइन, अब राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नु पर्यो, त्यसले पनि गुड लेबर रिलेसन चाहिँ मेन्टेन गर्छ होइन। हाउ टु मेन्टेन गुड लेबर रिलेसन, श्रम सम्बन्धलाई चाहिँ हामीले चाहिँ कसरी प्रभावकारी बनाउने होइन भने हामीले रेगुलर स्टाफ मिटिङहरू गर्ने, कर्मचारीका गुनासाहरू चाहिँ सुन्ने होइन। हाम्रा चाहिँ मानव संसाधन सम्बन्धी चाहिँ नीतिहरू चाहिँ एकदम क्लियर बनाउने, ट्रान्सप्यारेन्ट बनाउने होइन। यो विभेदकारी नीतिहरू चाहिँ नबनाउने होइन। कसैलाई चाहिँ फाइदा पुर्याउने गरी चाहिँ नीति चाहिँ निर्धारण नगर्ने होइन, कसैलाई चाहिँ छेक्ने गरी चाहिँ नीति निर्धारण चाहिँ नगर्ने होइन। जस्तो चाहिँ अब हाम्रो चाहिँ विज्ञापन भयो, अब चाहिँ कसैलाई चाहिँ बन्देज गर्ने गरी चाहिँ त्यहाँ विभिन्न प्रोभिजनहरू राखियो होइन। कर्मचारीहरू चाहिँ अदालतसम्म चाहिँ जानु पर्यो, अहिलेसम्म चाहिँ बढुवाको रिजल्ट भएको छैन होइन। त्यसले चाहिँ लेबर रिलेसन राम्रो गरे त व्यवस्थापनप्रति कर्मचारीहरूको चाहिँ दृष्टिकोण चाहिँ नराम्रो भयो कि होइन। अदालत जानु पर्यो, कर्मचारीले चाहिँ दुःख पाए होइन, त्यहाँबाट चाहिँ यो चाहिँ पैसा खर्च गर्नु पर्यो, अहिलेसम्म बढुवा भएन होइन। ट्रेनिङ डेभलपमेन्टका कुराहरू गर्ने होइन, ट्रान्सप्यारेन्ट पर्फर्मेन्स इभ्यालुएसन एन्ड प्रमोसन होइन, सरुवा बढुवाका कुराहरू, वृद्धि विकासका कुराहरू चाहिँ राम्रो चाहिँ हुनु पर्यो, ट्रान्सप्यारेन्ट हुनु पर्यो होइन।
यो कार्य समाधान मूल्याङ्कन पनि यो चाहिँ एकदम प्रभावकारी र पारदर्शी हुनु पर्यो हैन। रिकग्निसन एन्ड रिवार्ड सिस्टम हैन, कर्मचारीहरुको चाहिँ अब यो चाहिँ कामको चाहिँ मूल्याङ्कन गर्ने, कर्मचारीहरुलाई चाहिँ रिवार्ड गर्ने हैन, यो कुराहरु पनि भयो भने चाहिँ गुड लेबर रिलेसन चाहिँ मेन्टेन हुन्छ हैन भनेर चाहिँ 4-5 वटा चाहिँ पोइन्टहरु चाहिँ तपाईले चाहिँ गर्ने हैन। कुनै पनि संगठनमा श्रम सम्बन्धलाई चाहिँ प्रभावकारी बनाउन के गर्नु पर्ला हैन, हाउ टु मेन्टेन गुड लेबर रिलेसनशिप हैन भनेर चाहिँ यो 5-6 वटा पोइन्टहरु तपाईले चाहिँ राम्रो जस्तो चाहिँ अब तपाईले कुनै पनि चाहिँ विषयवस्तुसित सम्बन्धित चाहिँ क्वेशनको एन्सरमा 5-6 वटा एकदम राम्रो चाहिँ बुलेटहरु चाहिँ प्रिपेयर गर्नुपर्छ कि त्यसपछि 1-2 वटा चाहिँ एक्स्ट्रा चाहिँ आफै चाहिँ दिमागले चाहिँ सिर्जना गरिहाल्छ परीक्षाको बेलामा पनि हैन। केही न केही चाहिँ तपाईले चाहिँ यतिकै पनि 2-3 वटा पोइन्टहरु चाहिँ अटोमेटिक चाहिँ जेनेरेट हुन्छ परीक्षाको बेलामा। 5-6 वटा चाहिँ तपाईले रेडिमेड चाहिँ तयार गर्नुपर्छ हैन। ठ्याक्कै मैले चाहिँ यो क्वेशन आयो भने चाहिँ के लेख्ने त भन्ने कुरा चाहिँ माइन्ड सेटअप हुनुपर्छ कि हैन। जस्तै श्रम सम्बन्धको चाहिँ अवधारणा, श्रम सम्बन्ध के यो चाहिँ लेबर मुभमेन्टको चाहिँ इतिहास हैन भनेर आउँदाखेरि चाहिँ मैले के लेख्ने भने चाहिँ तपाईको दिमागमा चाहिँ 4-5 कुराहरु रेडिमेडै हुनुपर्छ कि त्यो भने बल्ल चाहिँ परीक्षामा फर्र चाहिँ लेख्न सक्नुहुन्छ हैन। अब चाहिँ त्यो केही चाहिँ तपाईको प्रिपरेसनै छैन भने चाहिँ परीक्षामा गएर सोचेर चाहिँ लेख्ने भन्ने चाहिँ यसमा चाहिँ त्यस्तो चाहिँ हुँदैन। रेडिमेडै लेख्छौं कि हामीले चाहिँ घोकेको रटेकै कुराहरु चाहिँ बढी चाहिँ लेख्छौं। तपाईको क्वेशनको प्याटर्नै त्यस्तै हुन्छ हैन। 1-2 टा क्वेशन मात्र एनालाइटिकल टाइपको अलि टफ क्वेशनहरु हुन्छ जहाँ कि तपाईले चाहिँ सोचेर गरेर अलिकति चाहिँ दिमाग खेलाएर चाहिँ लेख्नुपर्ने हुन्छ। नभए चाहिँ लगभग रेडिमेड क्वेशनै को एन्सर लेख्ने टाइपको क्वेशनहरु चाहिँ तपाईको हुन्छ। त्यसकारण गर्दा आफूले चाहिँ तयारी गर्दाखेरि त्यसरी तयारी चाहिँ गर्नुस् है। अब चाहिँ ट्रेड युनियन एन्ड म्यानेजमेन्ट भन्ने चाहिँ छ। यसलाई चाहिँ साँझको क्लासमा हेरौँ न, साँझ गरियो भने अब यसमा चाहिँ फेरि चाहिँ हामीले हेर्छौं हैन। यो चाहिँ जोडेर चाहिँ आउँछ हैन। ट्रेड युनियनको चाहिँ उद्देश्यहरु हैन, यो ट्रेड युनियनको चाहिँ उद्देश्यहरुको कुराहरु, नेविप्राको ट्रेड युनियनको अभ्यासमा रहेका चाहिँ समस्याहरु हैन, त्यो कुराहरु छ। त्यसैगरी चाहिँ अब कलेक्टिभ बार्गेनिङको कुराहरु, सामूहिक सौदाबाजीको कुराहरु साँझको क्लास गर्यौं भने साँझकै क्लासमा हेरौँला, नभए भने भोलिको क्लासमा चाहिँ हेरौँला। भोलि गरिसकेपछि हामीले चाहिँ क्लासहरु सिद्धाउँछौं। अब यो नोट चाहिँ यो मैले यो सिधै तपाईको यो उसमा च्याट बक्समा हाल्न मिल्छ र? मलाई थाहा छैन फेरि त्यो कुरा। म यो टेक्नोलोजीमा फेरि साथीहरु अब एकदम पछि छु कि। कसरी राख्ने मलाई सिकाउनु त, मैले राखिदिइहाल्छु कि तपाईहरुलाई। यसमा तपाईले डाउनलोड गर्न मिल्छ कि मिल्दैन थाहा छैन। मैले ठ्याक्कै तपाईलाई सिक्दै राखिदिन्छु मिटिङ च्याटमा। ल है म चाहिँ हेर्छु है। धेरै नम्बर दिने, म चाहिँ पास हुन्छु भनेर चाहिँ उफ्रिँदै नहिँड्नु होला। चाहिँ कलेज जाँदैछ चाहिँ त्यहाँ एक्सपर्टले जाँदैको हुनुपर्छ। क्वेशनहरु चाहिँ ठिकै छ हैन। तपाईले जाँच दिँदाखेरि तपाईले चाहिँ एटलिस्ट चाहिँ यो क्वेशनमा तपाईको चाहिँ पास नम्बर आइरहेछ कि छैन को एन्सर तपाईले लेखेको चाहिँ कसले जाँचिरहेछ भन्ने कुराले म्याटर गर्छ कि। त्यही भएका चाहिँ कर्मचारीले जाँचेर तपाईको फकटमा चाहिँ नम्बर दियो भने चाहिँ फेरि बर्बाद होला। ख्याल गर्नु होला। फेरि चाहिँ तपाईहरु उफ्रिँदै हिँड्ने, मेरो त यति नम्बर आयो भन्ने तपाईले आफूले पनि आकलन गर्नुहुन्छ नि। त्यहाँ चाहिँ बढी नम्बर चाहिँ दिने हैन। जस्तो चाहिँ लोकसेवाको प्याटर्न के हो भन्दा 10 नम्बरको क्वेशनमा 7 भन्दा माथि चाहिँ आउँदैन हैन। 7 भन्दा माथि दिनु पर्दाखेरि चाहिँ स्पष्टीकरण लेखेर मात्र दिने हो। त्यो 7 भन्दा माथि कसैले पनि दिँदैन नम्बर हैन। 5 नम्बरको क्वेशन छ भने 3.5 आउने हो बढीमा हैन। त्यहाँ चाहिँ कसैले चाहिँ तपाईको बढी नम्बर चाहिँ देला हैन। त्यो चाहिँ हुँदैन, आउँदैन। तपाईको चाहिँ एकदम राम्रो एक्सलेन्ट लेखाइ छ भने 6 नम्बर भन्दा माथि आउँदैन। 10 मा 6 नम्बर चाहिँ हो कि तपाईको चाहिँ आउने, तपाईको लेभलको मान्छेको आउने भनेको चाहिँ 6 म्याक्सिमम आउँदाखेरि 6 नम्बर आउँछ। यहाँ तपाईले चाहिँ हावा तलले चाहिँ नम्बर दिने चाहिँ धेरै नम्बर आएर चाहिँ खुसी हुँदै नजानुस् हैन। जाँचहरुलाई पनि तपाईले चाहिँ लेख्ने चाहिँ सिप हुन्छ। टाइम म्यानेजमेन्ट गर्ने एकदम चाहिँ ठुलो चाहिँ प्रयास गर्नुस् हैन। टाइम म्यानेजमेन्ट तपाईहरुको चाहिँ अब 180 मिनेट हुन्छ। 10 मिनेटको चाहिँ के रे 10 नम्बरको क्वेशनलाई 18 मिनेट चाहिँ हुन्छ। 18 मिनेटमा तपाईले चाहिँ लेख्ने भनेको 14-15 मिनेट चाहिँ लेख्ने हो हैन। 14-15 मिनेटमा कति लेख्न सकिन्छ त्यो चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुस्, उता चाहिँ गएर पनि प्र्याक्टिस गर्नुस् हैन।
तपाईँहरूको चाहिँ नम्बर चाहिँ यसमा कति आइरहेको छ तपाईँहरूको चाहिँ 40 क्रस भइरहेको छ साथीहरू यो पेपर जुन तपाईँले राख्नु भएको छ यसमा चाहिँ तपाईँहरूको चाहिँ कति नम्बर आयो मलाई भन्नु त तपाईँहरूको चाहिँ पोजिसन राम्रै छ भन्ने चाहिँ बुझ्नुहोस् अब यस्तै प्याटर्नको चाहिँ क्वेसनहरू आउने हो